के हरेक गल्ती सधैँ खराब नै हुन्छ त? यसको एन्सर म तपाईहरुलाई जम्मा 6 वटा पोइन्टमा भन्छु र यो 6 वटा पोइन्टलाई चाहिँ मैले जम्मा 2 पार्टमा विभाजन गरेको छु। पहिलो पार्टमा चाहिँ म तपाईहरुलाई कस्तो अवस्थामा र किन गल्ती खराब हुन्छ त्यो भन्छु र दोस्रो पार्टमा चाहिँ कस्तो अवस्थामा र किन त्यो गल्ती खराब हुँदैन त्यो भन्छु। पहिलो पार्टको पहिलो पोइन्ट, जब तपाईले गरेको गल्तीले गर्दा कसैलाई असर पर्छ अथवा उसको नोक्सान हुन्छ भने त्यतिखेर त्यस्तो गल्तीलाई खराब भनिन्छ अथवा खराब हो। दोस्रो, जब तपाईले सेम गल्ती पटक पटक दोहोर्याउनु हुन्छ भने र त्यो गल्तीबाट तपाईले केही पनि सिक्नुहुन्न र तपाईको गल्ती तपाईले लुकाउन खोज्नुहुन्छ भने त्यस्तो गल्ती पनि खराब गल्ती हो। यो 2 वटा पोइन्ट तपाईहरुलाई कस्तो लाग्यो? यदि तपाईहरुलाई भिडियो मन पर्यो भने भिडियोलाई लाइक शेयर र रिपोस्ट गर्नु होला, साथै कमेन्ट पनि गर्नु होला है साथीहरु। र पार्ट 2 को लागि चाहिँ अर्को भिडियो बनाउँछु म। हस्त, धन्यवाद।